बा ए ओली बा तिमीलाई के भयो ह कुनै बेला केपी बा आई लभ यू भन्ने धेरै थिए आज भोलि जहाँ गए त्यही केपी चोर देश छोड भन्ने धेरै भेटिए छिमेकी भारतले नाकाबन्दी गर्दा जनता पीडामा हुँदा पनि स्वाभिमानको शिर झुक्दै नझुक्ने राष्ट्रवादी अठोट सक्कली थियो कि नक्कली थियो वर्तमान प्रधानमन्त्रीत्व कालमा भारतको निम्तो पाउन गरेका सबै हर्कले छर्लङ्ग पारिदियो घर घरमा ग्यास पाइपलाइन पानी जहाज रेल सुशासन समृद्धि सँगै सुख र खुसी नेपालीको भ्रामक नाराले 10 वर्ष त ओलीलाई गजबकै फाइदा दियो देखियो देखियो ओलीको झुक्क्याउने व्यङ्ग्य नाटक र नौटङ्गी देखियो भ्रष्टाचारको मुख हेर्दिन शून्य सहनशीलता छ भन्ने ओली बा आफै भ्रष्ट नेता जोगाउन बारम्बार पर्खाल बनेर उभिएपछि रोकियो बा ब्रान्डको उकालो गति एकजना ओलीलाई मात्र होइन सिङ्गो एमालेलाई हुँदैछ क्षति बालाई स्वास्थ्य र आयुले नै धोका दियो 2-4 वर्ष भन्दा बढी बाँच्न आस मारेर 10औं वर्षसम्म पूरा नहुने आदर्श विकासको गफ त लगाइयो बाँचियो बाँचियो बेकारमा बाँचियो बा भन्ने सम्मानबाट चोरको उपमा पाइयो बाले उमेरको हिसाब गरेर सुशासन र कुशासन जे भए पनि आजीवन पेलेर चलाइरहे बिचरा एमाले पार्टीमा उज्जवल भविष्य देखेर देशको मुहार फेर्ने सपना बेकार हुने भए कलाकार पत्रकार कर्मचारी विद्यार्थी जसले पनि एमाले र ओलीको प्रशंसा गरे गाली मात्रै पाउँछ यसरी त एमालेको जबजा र समाजवाद कसरी आउँछ तातो तातो खबर पोखरा विमानस्थलमा 15 अर्बको भ्रष्टाचार भयो खै ओली सरकारको भ्रष्टाचारमा शून्य सहनशीलताको नीति कता गयो कि यता पनि आफ्नै नेता कार्यकर्ता बचाउन धौधौ पर्यो।